हेलो गुड मर्निङ टासिदिले सबैजनालाई। आज चाहिँ हाम्रो हरेक वर्षमा मान्दै पाउँछ हामी, वर्षमा एक खेप हुन्छ मोपी बुङ्डु भन्छ कि यो चाहिँ। आजको दिनमा चाहिँ हाम्रो पुस्ताकाहरू गाउँडोरी मौछ। अनि त्यसमा चाहिँ 4 जना यजमानहरू हाम्रो गाउँभरि छानेर राखेको हुन्छ। आज जिन्दाहरू चाहिँ यताउता गरेर तपाईँको आजको जतिवटा पूजा हुन्छ त्यसको चाहिँ खानादेखि लिएर सबै चिज उहाँहरूले प्रबन्ध गर्नुहुन्छ। अन्त सबै गाउँलेको चाहिँ आज पूजा हो यो चाहिँ। अन्त म पनि आज यो पूजामा चाहिँ सामेल हुन आएको। तर बक्खु चाहिँ कम्पलसरी लगाउनुपर्छ, अगर बक्खु लगाएन भने चाहिँ फाइन हुन्छ। र बुम्डुको अर्थ हुन्छ बुम भन्ने चाहिँ उहाँहरू पढ्दै गरेको पुस्तकको नामले चाहिँ बुम भन्छ। डु मिन्स चाहिँ पढ्नु हो। र आज उहाँहरूले यो पढिसक्छ त्यहाँदेखि हामी यो बुमको चाहिँ दर्शन सबै गाउँलेहरूले दिनेवाला छौँ। अब हाम्रो गाउँले पाहुनाहरू सबै आइसक्नुभयो। उहाँहरू चिया लिनुहुन्छ, खाब्जे लिनुहुन्छ। र एउटा नियम छ, अर्ग्यानिक चाहिँ तपाईँले पायो ढुङ्ग्रो चाहिँ। यो बाहेक रम बियरहरू चाहिँ केही पनि पाएन। र त्यो पनि अन्त मासु पनि पाएन। र त्यो पनि कस्तो पाराले कन्डिसन छ भन्दाखेरि चाहिँ यो अहिले उहाँहरू जुन चाहिँ जग्गामा बसेर खानु हुँदैछ यो चाहिँ टुरिज्म हो। यो चाहिँ 500-600 मिटर टाढो छ गुम्पादेखि। गुम्पा कम्पाउन्डमा तपाईँले केही पनि पाएन, जार रक्सीदेखि लिएर मासुहरू यस्तो सेवन गर्नु नै पाएन। अगर त्यस्तो भेटाएछ भने तपाईँले फाइन छ। तर टुरिज्ममा चाहिँ तपाईँले चाहिँ अर्ग्यानिक पायो, मासु पाएन, अर्ग्यानिक ढुङ्ग्रोहरू चाहिँ तपाईँको खानु पायो, अरू चाहिँ पाउँदैन। यो चाहिँ यहाँको नियम। 영화로 나오겠어요. 영화로. युट्युबमा त आए। 나서는 짜디 거기가 돼가지고. 이거 내린다 소면로. 내린다면 호 타는 거 좀 계속 내가 그래 추워 되지. हेलो आज्ञा, जुन चाहिँ आजको यजमान है उहाँ पनि। हाम्रो पञ्चायत भाउ 나라 베네 유키. 나라 베노 유키.
मेरा तो बहुत अच्छा किस्मत है। अब चाहिँ बुमकोर स्टार्ट भएको यो पुस्तकले चाहिँ हामी डल्लै गाउँ घुमाइराखेर चाहिँ 0 सम्म घुमाउँछ। 0 घुमाइराखेर लिएर आएर चाहिँ फेरि लास्ट एन्डिङ चाहिँ हामी पोखरीको दर्शन गराएँ। पोखरी घुमाइराखेर चाहिँ त्यहाँदेखि यसको एन्डिङ गर्नेवाला छ। त्यो चाहिँ अब उहिलेदेखि चल्दै आएको प्रथा नै यस्तै छ यो। 아주 바이바이. 민규 개미지로. 민규 개미지로. 나가지고 먹겠어. Good morning. लाग्यो
Carlos. अब तिङचिम गाउँ सबै घुमिसकेर चाहिँ अब यो चाहिँ हामी जिरो तर्फ लागेको। अब जिरोमा हामी एक चक्कर लगाइराखेर चाहिँ फर्केर आउँछ। र जिरो बजार पुग्नुभन्दा अगाडि पनि उहाँहरूले हाम्रो लागि हामी थाकेर आउँछ भनेर चाहिँ जुसहरूको प्रबन्ध गर्नुभएको रहेछ। हामी जुसहरू पिएँ र यहाँदेखि अगाडि बढ्दैछु र उहाँहरूले पनि धेरै धेरै धन्यवाद छ हाम्रो लागि यति सोचिदिनु भएकोमा। अब चाहिँ हामी मेन जिरो बजारभित्र इन्ट्री गऱ्यौँ। तर यता पनि उहाँहरूले चाहिँ हाम्रो लागि प्याक लन्च भयो, चिया, तपाईँको सबै जुसहरू रेडी गर्नुभएको रहेछ। सरी मैले तपाईँहरूको भिडियो अपलोड गर्न सकिनँ, किन भन्दा भिडियो लामो हुने रहेछ। तर तिङचिम गाउँलेको तर्फबाट म तपाईँहरूले चाहिँ धेरै धेरै धन्यवाद, जुन चाहिँ तपाईँहरूले हाम्रो लागि एरेन्जमेन्ट गरिदिनु भयो, एकदमै धन्यवाद छ भनेर म भन्न चाहन्छु।
अब सबै गाउँ डुलिसकेर चाहिँ अब हाम्रो आफ्नै पोखरीमा फर्केर चाहिँ तपाईँको अलरेडी यहाँ चाहिँ पूजा गरिसक्नु भएको छ, तर हामी एक राउन्ड चाहिँ लगाएर फर्केर आउँछ। यो चाहिँ हाम्रो नियम छ। यहाँ चाहिँ गाउँले सबै यस्तो पाराले चाहिँ अब पोखरीको चक्कर लगाउँछ। तपाईँहरू हेर्नुहोस् है। 동댐 가부 갈로 미도 요dem사 대슈슈 엉 꼬르발수 쉐 대슈지 대시 어디 슈지 때 그래 nendes गेले अब बुमकुर सकिसकेर चाहिँ एउटा मजाक जस्तो पनि चल्छ एकअर्काको पिठो लाउनु। यो चाहिँ सबैजनाको गाउँमा पनि यस्तै चलिरहेको हुन्छ। उहाँ चाहिँ हाम्रो पञ्चायत प्रेसिडेन्ट हुनुहुन्छ, तर अब यसमा चाहिँ माइन्ड गर्नु भएन, सबैले पिठो लाउँछ एकअर्काको माथि, अनि तपाईँको यस्तै पारा रमाइलो गरिराखेको हुन्छ। र म के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ ह्याप्पी बुमकुर, ह्याप्पी मोपी बुमडो 2025 र गाउँले सबैजना कसैले दुःख बिमार नहोस्, सबैजना हाँसी खुसी यस्तो पाराले पनि खेलिरहोस्। र अर्को पालि हामी 2026मा पनि यस्तै पाराले भेट्ने म मनोकामना गर्छु। सबैको लागि प्रार्थना गर्छु कि सबैजना यस्तै पारा भेटिरहोस् भनेर।